काठमाडौँका मेयर बालेन शाहले हिजो राति लेख्नुभएको स्ट्याटसले आज सामाजिक सञ्जाल तातेको छ। यो समाज, यो सभ्यताले ती मेयरले लेखेका ती भाषा पचाउँदैन। त्यो पचाउने पनि होइन, पचाउनु हुने भाषा पनि होइन। काठमाडौँ मेयरले जेन्जी आन्दोलनपछि आफ्नो जुन साख छ त्यो साख गिराउँदै आउनु भएको छ। तर त्यो भाषा त्यहाँ लेखिएका देशहरूको विषयमा काठमाडौँ मेयर ती देशहरूसँग असन्तुष्ट हुनुहुन्छ भन्ने चाहिँ बुझिन्छ। जस्तो नेपालको अहिले भइरहेको आन्दोलन अमेरिका र इन्डियाको इन्फ्लुएन्स छ भन्ने कुरामा पनि यो स्ट्याटसले पुष्टि गर्छ। किनभने परिवर्तन भइसकेपछि जेन्जी आन्दोलनपछि नेपालमा आएको परिवर्तनले अमेरिकन र इन्डियनहरूले मेयर बालेन शाहले चाहे अनुरूप यो नेताहरू चलाइदिएनन् अथवा कामहरू गर्न दिएनन् भन्ने आशयका साथ उनले लेखेको बुझ्छु। र निकोलास भुसाल र मेयर बालेन शाह एउटै क्याटेगोरीमा पुगे। यो आम काठमाडौँवासी र नेपाली जो राजनीतिमा चासो राख्ने र इच्छा बालेन राजनीतिमा आउनुपर्छ भन्ने इच्छा राख्ने मान्छेहरूको लागि चाहिँ यसले निराशा पैदा